घना जङ्गलको बीचमा एउटा विशाल हात्ती बस्दथ्यो। उसलाई जङ्गलका सबै जनावरहरूले सम्मान गर्थे किनकि हात्ती दयालु र बुद्धिमान थियो। तर त्यही जङ्गलमा एक क्रूर र घमण्डी बाघ पनि बस्दथ्यो। बाघले सधैँ आफूभन्दा कमजोर जनावरहरूलाई डराउँथ्यो र जङ्गलमा आफू मात्र शक्तिशाली छ भन्ने प्रमाणित गर्न खोज्थ्यो। एक दिन बाघ हात्तीलाई भेट्न गयो र घमण्डका साथ भन्यो, जङ्गलको राजा म हुँ, तिमी जस्ता ढिलो चल्ने जनावरको के शक्ति? हात्तीले मुस्कुराउँदै भन्यो, सच्चा शक्ति घमण्डमा होइन, संयम र बुद्धिमा हुन्छ। बाघ रिसाउँदै चिच्यायो र हात्तीलाई आक्रमण गर्न दौड्यो। तर हात्तीले शान्त भएर आफ्नो ठुलो सुँडले बाघलाई उठाएर छेउको खोलामा फ्याँकिदियो। बाघ पानीमा परेपछि छटपटियो र थकित हुँदै बाहिर निस्कियो। हात्ती नजिक आएर भन्यो, शक्ति के हो भनेर देखाउन होइन, अरूको रक्षा गर्न प्रयोग गरिन्छ। बाघ हात्तीको व्यवहारले लज्जित भयो। उसले आफ्नो घमण्ड त्यागेर जङ्गलका सबै जनावरसँग माफी माग्यो। त्यस दिनदेखि बाघ बदलियो। अब ऊ डर होइन, मैत्रीपूर्ण व्यवहारले परिचित भयो। जङ्गल फेरि शान्त र सुरक्षित बन्यो।